हेलो फ्रेंड्स, वेलकम टू माई निटिङ च्यानल। फ्रेंड्स, आज चाहिँ हामी तिहारको लागि भनेर केही सामानहरू डेकोरेट गर्नको लागि पमपम बनाउन सिक्न गइरहेछौँ है त। हेर्नुस् त, यसरी विभिन्न किसिमका कलरका पमपमहरू बनाएर माला बनाउन सक्छौँ। यस्ता टुक्रा टुक्रा ऊनहरूले पनि त्यस्तो सामानहरू बन्छ साथीहरू। मैले चाहिँ यो फ्लावरको लागि फ्लावर बेस बनाउनको लागि यो पमपम बनाएको छु दुई कलरले। हेर्नुस् त, यसरी सिंगलबाट पनि बनाउन सक्नेछौँ। ल त स्टार्ट गरौँ है त साथीहरू। यसरी साथीहरू, मैले चाहिँ यो सानो बनाउन लागेको भएर यो यसरी 1 2 3 4 5 25 भयो साथीहरू। तपाईहरुले यो जति पनि बनाउन सक्नुहुन्छ हैन। अलि ठुलो साइजको बनाउनुहुन्छ भने यसरी 4वटा हात राखेर गर्नु भए पनि हुन्छ। मैले चाहिँ सानो डल्लो बनाउन लागेको भएर सानो मात्रै गरेको साथीहरू। अब यसलाई हामीले लियौं बान्नको लागि यसरी। अनि यहाँबाट यसरी यसलाई यसरी 2 राउन्ड लगाउनुहोस्। यहाँभित्र छिराएर यसरी चाहिँ टाइट हुनको लागि साथीहरू यो अर्कै किसिमले नट गरेको बान्न पनि सक्नुहुन्छ हैन। यसरी चाहिँ जति टाइट भयो त्यति नै राम्रो देखिन्छ, बलियो पनि हुन्छ, फुस्किने डर पनि हुँदैन। यसलाई फेरि एकचोटि बाँधिदियो। यस्तै यसरी। अब यसलाई एउटा कैँची चाहिन्छ। हामीले कैँचीले यसलाई यसरी बीच भागबाट यसरी काट्नेछौँ। यतापट्टि पनि हामीले यसरी पमपम बनाइसकेपछि यसबाट फ्लावरहरू बनाउन सक्नुहुन्छ हैन। फ्लावर बेसहरू, माला भयो, विभिन्न सजाउने सामानहरू भयो, जे पनि बनाउन सक्नुहुन्छ साथीहरू। पमपम चाहिँ हामीले एकदम टाइट पर्फेक्ट बनाउन जान्यौँ भने एकदमै राम्रो देखिन्छ यो हैन। ठुलो बनाउनुहुन्छ भने 4वटा औँलाले धेरै राउन्ड पनि लाउन सक्नुहुन्छ। जति धेरै राउन्ड लाउनुभयो त्यति नै राम्रो देखिन्छ। धेरै ऊन लाग्दैन, साना ऊनका वेस्ट गएका हैन। अब हामीहरूले बच्चाहरूको लागि स्वेटरहरू, मोजाहरू बुनिरहेका हुन्छौँ। त्यसबाट सानो टुक्राहरू उब्रेको छ भने पनि विभिन्न कलरफुल मालाहरू बनाउन सक्छौँ। वेस्ट गएन नि साथीहरू। हामी घरमा दिनभरि बसेर हैन मोबाइल टिभी हेरेर टाइम वेस्ट गरिरहेका हुन्छौँ। यस्ता कुराहरू सिकेर हामीले बिक्री पनि गर्न सक्छौँ साथीहरू। बजारमा आफूले आइडिया लगाएर राम्रा चिजहरू बनाउन सक्यो भने हामी आत्मनिर्भर बन्न सक्छौँ। यसरी हेर्नुस् त, गाह्रो पनि छैन है। हेर्नुस् त, यस्तो भयो। अब यो सिंगल कलरले पनि गर्न सक्नुहुन्छ। मैले चाहिँ डबल कलरले गरेँ। मैले चाहिँ यो फ्लावर बनाउन लागेको भएर धेरै बनाएँ साथीहरू। यसरी विभिन्न कलरले हामीले बनाएर माला जे पनि बनाउन सक्छौँ। ब्यागमा, बच्चाहरूको स्कुलको ब्यागमा भयो हैन, विभिन्न किसिमका किरिङहरू बनाएर पनि गर्न सकिन्छ।
यसरी साथीहरू हामीले पमपमबाट हेर्नुस् त यसरी सजाउने चीजहरू पनि बनाउन सक्छौं। र केक कस्तो लाग्यो लाइक शेयर र सब्स्क्राइब गर्न पनि नबिर्सिनु होला। हस् त साथीहरू, बाइ बाइ, ह्याप्पी तिहार।